स्क्रिन देखा छैन सर। ल सेयर भयो है। हजुर। ल ठिक छ। सो ओके। सो ल हामी स्कोपको कुरा गरिरहेछौँ। स्कोप भनेको के हो भने चाहिँ मैले एउटा कुनै भेरिएबल अथवा भेरिएबलहरूलाई हामीले कहाँदेखि एक्सेस गर्न मिल्ने, कुन ठाउँदेखि एक्सेस गर्न मिल्छ, कुनदेखि मिल्दैन भन्ने कुरा छ है। सो अब जुन हामी यो यहाँ भेरिएबल बनाइरहेको छौँ नि, सपोज मैले हिजो बनाएको थिएँ ल्याट ए इज इक्वल्स टु 5 गरेँ मैले। सो यो भनेको ग्लोबल स्कोप हुन्छ। सो यो बाहिर हामीले यसो ओपनली बनायो भने चाहिँ यसलाई ग्लोबल स्कोप भन्छ कि है। सो यो ग्लोबल स्कोपमा भेरिएबल बनायो भनेपछि हामीले जुनसुकै ठाउँदेखि पनि एक्सेस गर्न पायौँ भेरिएबल है त। अब जुनसुकै ठाउँ भन्नाले यो कोडभरि यो हाम्रो छ नि, यो जहाँ देखिरहेको छौँ यो भरिदेखि हामीले जहाँसुकैदेखि पनि एक्सेस गर्न पायौँ ग्लोबल स्कोप भन्छ यसलाई है त। सो ग्लोबल स्कोप स्कोप भन्छ। सो एक्सेस गर्नुको मिनिङ के हो, मैले यसलाई युज गर्नु यो जसरी मैले कन्सोल डट लग गरेँ यो युज भयो एक्सेस भयो, कन्सोल डट लग गरेँ। सो सो यसलाई युज भयो एक्सेस गर्न पायो। सो अब हाम्रो अरू भेरिएबल यो ग्लोबल स्कोपको कुरा भयो है। र यसै गरी हाम्रो ब्लक स्कोप भन्ने छ। ब्लक भनेको यो सकिने छ, यसलाई ब्लक भन्न पायो एउटा है। सपोज अब ब्लक भनेर इफ ब्लक पनि हुन पायो यसरी है। यो ऱ्याप गरेर हुन्छ ब्लक भनेको ऱ्याप। यसरी हामीले कर्ली ब्रेकेटले ऱ्याप गऱ्यो भने चाहिँ यसलाई ब्लक भन्न पाइयो है। सपोज म एउटा भेरिएबल बनाउँछु यहाँनिर भिआर बार है। भ्यार अब म यहाँ के गर्छु, सपोज num1 इक्वल्स टु म के गर्छु, ल मैले 4 गरेँ है। सो अब यसलाई म के गर्छु, यहाँनिर के गर्छु कन्सोल डट लग गर्छ। यो स्कोप यो भन्दा बाहिर कर्ली ब्रेकेट भन्दा बाहिर गर्छु है त। सपोज म भित्र गरेर देखाउँछु सर्वप्रथम कन्सोल डट लग के हो num1 हो। ल यसले रन गरे के भयो, 5 पनि प्रिन्ट भयो माथिको अनि 4 प्रिन्ट भयो होइन। सो अब यहाँ पनि म के गर्छु, सेम त्यही कुरा गर्छु, कन्सोल डट लग num1 गर्छु। सो अब यो के हुन्छ, यो पनि प्रिन्ट भयो है। सो भ्यारको केसमा हाम्रो यो प्रिन्ट हुँदो रहेछ। सो भ्यार हाम्रो ब्लक कोड होइन भन्दा हुन्छ है। ब्लकभित्र हामीले डिक्लेयर गर्यो भने पनि ब्लक बाहिर हामीले एक्सेस गर्न पायौँ भ्यारको भ्यालले केसमा है। चाहिँ भ्यारको केसमा हो। ल सो अब म यहाँ के गर्छु, एउटा ल्याट भनेर बनाउँछु। ल्याट num2 इक्वल्स टु 40 गरेँ। सो कन्सोल डट लग यहाँनिर म के गर्छु num2 गर्छु। सो अब यसलाई म रन गर्छु के हुन्छ, 40 प्रिन्ट भयो है। यो बाहिर भएर चाहिँ यो num1 त्यही भएर म यहाँको। अब म यहाँ के गर्छु हेर है त, कन्सोल डट लग यहाँनिर मैले के गर्नु पऱ्यो, num2 यसलाई रन गरेँ मैले, के आयो, एरर आयो। सो यहाँ के भनेर त, num2 इज नट डिफाइन्ड भन्यो हो। सो किन नट num2 डिफाइन छैन भने, किन भन्दाखेरि चाहिँ यहाँ फङ्सन यो एउटा ब्लक स्कोप हो, हामीले यो ब्लकभित्र मात्र यसलाई युज गर्न पाउँछ क्या num2 लाई, किनकि ल्याटदेखि हामीले बनाएको छौँ नि डिक्लेयर हो। सो मैले यहाँ बाहिर गर्न खोजेँ, यो स्कोप भन्दा बाहिर गर्न खोजेँ, यो स्कोप हो, यो स्कोप भन्दा बाहिर गर्न खोजेँ, थाहा नै भएन कि num2 छ कि छैन, छैन भन्थ्यो यसले है। त्यसको भित्र मात्र थाहा छ कि num2 छ भन्ने है, त्यो कुरा छ। ब्लक स्कोपिङ चाहिँ कहाँ युज हुने हो सर? ब्लक्सको यदि हामीलाई कुनै भेरिएबल एउटा कुनै फङ्सन अथवा ब्लकभित्र मात्र युज गर्न पर्यो भनेपछि, सो यो कुराहरू पछि आउँदै जान्छ है त। पछि हामी फङ्सन बनाउँछौँ, इफ भित्र लेख्छौँ, त्यो जम्मै ब्लक हुन्छ। सो यो कुराले हामीलाई सो ब्लक स्कोपले के हुने भयो, हामीले यहाँ भेरिएबल डिक्लेयर गर्यो। अब म यहाँ डिक्लेयर गर्छु हेर त, लेट num2 इक्वल्स टु 5 गर, 5 3 5 यो गरेर हेर त, अब भयो। यो छुट्टै num2 भयो, यो छुट्टैमा नि भित्र मात्र थाहा छ num2, बाहिर थाहा छैन। हिजो हामीले num2 लाई दुईपल्ट डिक्लेयर गर्दा के भइरहेको थियो, अब यहाँ हेर्नु, म यहाँ के गर्छु, ल्याटदेखि डिक्लेयर गर्न पाउँछु दुईपल्ट हो गरेँ मैले, पाउँदैन नि त हेर त, अलरेडी के भने, डिफाइन्ड। अलरेडी बिन डिक्लेयर भन्यो है त। सो अघि हाम्रो थियो नि त माथिभित्र फङ्सनभित्र num2, तर यसलाई थाहा नै छैन कि बाहिर, त्यही भएर के एररै आएन। सो यहाँ हेर त, अब मैले यहाँ दुईवटा बनाएको छु, num2 यहाँ num2 कहाँ छ, यहाँ num2 यहाँ छ, अझ फेरि डिक्लेयर गर्न खोजेछु मैले, सो यहाँ त एरर बन्यो। सो इट्स यसलाई एरर अलरेडी आयो डिक्लेयर्ड। हो।
सो यो फङ्सन ब्लकभित्र चाहिँ छ, तर बाहिर थाहा नै छैन यो भित्र छ भने, भित्रसम्म मात्र सीमित छ। त्यही भएर हेर त, यहाँ num2 लाई मैले यहाँ पनि के गरेछु, डिक्लेयर गरेछु, यहाँ पनि गरेछु है। तर एउटै स्कोपमा चाहिँ पाउने भएन, दुईपल्ट डिक्लेयर गर्नु है त। अरू छुट्टै सेपरेट स्कोपमा चाहिँ पाउने भयो है। हिजो र आज कुरालाई रिलेट गरेर हेर। सो अब यो भयो भ्यार र ल्याटको कुरा भयो। सो अब यसै गरी के छ, कन्स्ट। कन्स्ट कन्स्ट पनि ल्याट जस्तै भयो। कन्स्ट num3 गरेँ मैले इक्वल्स टु 64। अब यसलाई म के गर्छु, कन्सोल डट लग num3 गर्छु, यसलाई एक्जिक्युट गरेँ भने के हुने भयो, 64 भनेर हेर त माथि है। यो मुनि तल यो लाइन भएर चाहिँ यो पर आएको है त। अब यसै गरी म यहाँ के गर्छु, पहिला प्रिन्ट गर्न खोज्छु, कन्ट्रोल भी num3 लाई प्रिन्ट गर्न खोजेँ। सो यहाँ के भन्यो, डिफाइन नै छैन भने। किन डिफाइन छैन, मैले डिफाइन नगरिकन युज गर्न खोजिरहेको छु। यो स्कोप भित्र मात्र सबभन्दा पाइयो, बाहिर। हो स्कोप भन्दा बाहिर पाइएन, के गर्न खोज्यो है त। सो अब फेरि यसको मिनिङ मलाई के हो, फेरि मैले गर्न पाइयो num3, तर एउटा स्कोप भित्र दुईटा डिक्लेयर गर्न पायो र कन्स्ट पाएन। त्यो त भ्यार मात्र पाउँछ नि त, एउटा स्कोप भित्र दुईपल्ट डिक्लेयर गर्नु, मल्टिपल टाइम डिक्लेयर गर्नु हो। ल त यहाँ मैले के गरेँ, 131 लेखेँ, सो 131 आयो है। पुरा क्लियर भयो। ल यही कुरा हो। सो अब यसलाई ट्राई गर नि तिमी यतिलाई, आफै ट्राई गर। अनि त्यसपछि म यसपछि अब के पढ्ने भन्दाखेरि चाहिँ डेटा टाइप्सहरू हेर्छौँ है त। यति टाइप गर तिमी फटाफट फास्ट, तिमी प्र्याक्टिस हुन्छ। ओके 8 5 ठिक छ, अनि 55 आयो है त, ठिक छ। 45 गऱ्यो भने एन्ड कन्सोल डट लग के गऱ्यो भने चाहिँ एरर अलरेडी ए बिन पहिला भनेछ डिफाइन्ड नि त्यही है, भएर भयो, तिमीले भनेको त्यही चेक गर्नु पर्छ। ठिक छ। Identifier A has already been defined. अब चाहिँ डेटा टाइप्स पढ्ने होइन? हजुर ल सुरु गऱ्यो होइन, म तिमीलाई यो कोड चाहिँ पठाइदिन्छु मैले गरेको अहिले है। सो द्याट तिमी भेस कोडमा सेभ गरेर राख्न सक्छौ है त। मैले च्याटमा पठाइदिएँ है, त्यो यो कलकै मेसेजमा पठाएँ। हजुर। सो यसलाई सेभ गरेर राख्न सक्छौ है त। ल सो अब कपी पेस्ट गरेर राख है त। अब हामी डेटा टाइपहरू पढ्छौँ। सो डेटा टाइप भनेको के हो भन्न सक्छौ? कुनै पनि भेरिएबलमा कस्तो टाइपको डेटा चाहिँ स्टोर भइरहेको त्यो चाहिँ डेटा टाइप हो। फर इक्जाम्पल त्यो नम्बर हो कि स्ट्रिङ हो कि त्यस्तो टाइपको हो। सो डेटा टाइप भनेको डेटाको टाइप, कस्तो टाइपको डेटा छ, हो। नम्बर, स्ट्रिङ, इन्टिजर है, बुलियन, त्यो कुराहरू भयो। ल सो खासमा हाम्रो दुईटा टाइपको डेटा टाइप छ क्या, प्रिमिटिभ र नन प्रिमिटिभ भन्ने गरिन्छ है। सो प्रिमिटिभ प्रिमिटिभ र भनेको नन प्रिमिटिभ। हो, प्रिमिटिभ र नन प्रिमिटिभ भन्ने गरिन्छ। सो प्रिमिटिभ भनेको तिम्रो कस्तो भन्दाखेरि चाहिँ हाम्रो सिङ्गल भ्याल्यु मात्र स्टोर गरेर हुन्छ कि, जसरी स्ट्रिङ सिङ्गल भ्याल्यु मात्र स्टोर गर्छ है। तिम्रो अब नन प्रिमिटिभ भनेको एरे भयो, मल्टिपल भ्याल्यु स्टोर गर्न सकिने भयो। अनि अब्जेक्ट भयो नन प्रिमिटिभ भनेको है त। अनि यसको डिफ्रेन्सेसहरू पनि छ थुप्रै। सो त्यो कुराहरू तिमी हेर्न सक्छौ है त, प्रिमिटिभ र नन प्रिमिटिभको डिफ्रेन्स। त्यो अलि डिटेलमा हेर्ने मन छ भने चाहिँ त्यसमा डिफ्रेन्सको कुरा आउँछ, अनि मेमोरीको कुराहरू आउँछ, त्यो तिमी अलिक पढ्न सक्छौ। र खासमा दुईवटा टाइपको हुन्छ है त, हाम्रो इन्टिजर, स्ट्रिङ, बुलियन कुन कुन छ नि,
डेटा टाइप त्यो जम्मै हाम्रो प्रिमिटिभ डेटा टाइपभित्र पर्छ। अब नन प्रिमिटिभ भित्र के पर्ने भयो? एरे, स्ट्रिङ त्यस्तो यस्तो कुराहरू छ है त। स्ट्रिङ भनेको एरे अनि हाम्रो के अब्जेक्टहरू त्यही कुराहरू भयो है त। ल सो अब हामी हेर्छौँ है त। सो अब यो सिम्पल कुरा नै भयो। जसरी म एउटा भेरिएबल बनाउँछु है त। सपोज ऱ्यान्डमली कुनै पनि बनाउँछु। ल ओके मैले बनाएको ए भन्ने बनाएँ है त यसलाई। लेट ए इक्वल्स टु 4 गरेँ। सो यो भनेको के भयो? इन्टिजर भयो है। सो अब एउटा कुरा के छ भन्दाखेरि चाहिँ कन्सोल डट लग भन्ने छ। सो यो भित्र मैले टाइप अफ लेख्यो भने चाहिँ यसको डाटा टाइप देखाइदिन्छ क्या हामीले। टाइप अफ ए यसरी नम्बर भनेर आयो नि त। यो नम्बर भयो है त। नम्बर भनिने भयो यसलाई। नम्बर भयो यसको टाइप है। इन्टिजरले नम्बर नै भन्ने हो जेएसमा। सो यो नम्बर नै भनिन्छ क्या। नम्बर नै भनिन्छ है। अनि माइनसमा हो भने पनि नम्बर नै हो। ल यहाँ हेर्दा माइनसमा भने चाहिँ के भन्दो रहेछ? माइनसमा भने नम्बर डेसिमलमा नम्बर भयो के नै। भन्दो रहेछ अरे है त। डेसिमलमा भयो नि नम्बर है त। डेसिमल नभएपछि फ्लोट चाहिँ भन्ने हो। सो यसमा चाहिँ नम्बरै भन्ने गरिन्छ है त। नम्बर नै आछ नि त टाइप अफ गर्दाखेरि चाहिँ। अरू ल्याङ्ग्वेजमा फ्लोट पाइथनमा फ्लोट भनेर हुन्छौँ नि हामीले। अरूलाई नम्बर इन्टिजर भनेर हुन्छ है। सो त्यो भनेको खास नम्बरै हो नि त होइन र? यो नम्बरै हो नि त नि जम्मा कुराहरू। अब यो कुराहरू ल्याङ्ग्वेज पछि छुट्टै हुन्छ तिमी हेर्न सक्छौ हेर्नु है त। ल सो यो कुराहरू भयो। सो यो प्रिमिटिभ डेटा टाइप भयो है त। यसै गरी हाम्रो के छ? स्ट्रिङ भन्ने छ। सपोज लेट मैले के गरेँ? नेम इक्वल्स टु मैले के गर्छु? आदित्य नै गरेँ। सो यसको टाइप निकाल्नलाई मैले के गर्नु पर्यो? टाइप अफ नेम गर्नु पर्यो। ल स्ट्रिङ आयो हेर त। सो नेम भन्ने डेटा टाइप स्ट्रिङ रहेछ भन्न खोजेँ उसले है। सो अब यसै गरी म के गर्छु भन्दाखेरि चाहिँ एउटा बुलियन भन्ने एउटा भेरिएबल बनाउँछु है। सो बुलियनको लागि मैले के गरेँ? अब लेट एउटा भेरिएबल म कुनै गर्छु। ल लेट इज स्टुडेन्ट भन्नु मैले। स्टुडेन्ट एसटिडी स्टुडेन्ट हो कि होइन भन्नु। सो बुलियनमा कति के भ्याल्यु हुन्छ? दुईवटा मात्रै भ्याल्यु हुन्छ हुन्छ नि त। ट्रु ट्रु अथवा र फल्स फल्स। हो। सो मैले ट्रु लेखेँ यसरी। अब म के गर्छु? कन्ट्रोल भी यसको टाइप अफ के गर्छु? स्टुडेन्ट। डिस्प्ले गरेँ मैले है। सो अब यसलाई एक्जिक्युट गरेँ भने चाहिँ बुलियन भनेर आयो है त। सो यो कुराहरू आयो। ल सो अब म के गर्छु भन्दाखेरि चाहिँ एउटा भेरिएबल हजुर जेएसमा चाहिँ एक्ज्याक्टली कतिवटा डेटा टाइप्स हुन्छन्? कतिवटा भन्दाखेरि पनि अब तिम्रो 7-8वटा हुन्छ जस्तो लाग्छ मलाई होइन। 5-6वटा चाहिँ स्ट्रिङ भयो। इन्ट स्ट्रिङ यो के छ? नम्बरभित्र हाम्रो तिम्रो एउटा नम्बर भयो, स्ट्रिङ भयो, बुलियन भयो, अनि नल भन्ने हुन्छ है। अनि बिग इन्ट भन्ने हुन्छ ठुलो नम्बरहरू राख्ने। अहिले सानो नम्बर राखेको छ नि त। इन्टिजरले सानो लिन्छ। क्यापेसिटी पनि हुन्छ नि त डेटा टाइपको। कति नम्बर स्टोर गर्न सक्छ भन्ने चाहिँ यस्तो भयो भने चाहिँ बिग इन्ट भन्छ के भन्छ जस्तो भयो त। यसमा देखाउँछ कि देखाउँदैन भन्ने हो। नम्बर नै देखाएको छ कति ठुलो हुनुपर्छ। ठुलो गरेर है त भेल्यु नम्बर नै भनेको बिग इन्ट भन्ने हुन्छ है त। त्यो देखाउनु पर्ने हो कि देखाएन। अथवा लास्ट मैले टाइममा यस्तो एड गर्दाखेरि यस्तो के हुने एन एड गर्दाखेरि। ए एन एड गर्नुपर्छ है मैले। एन एनई हो एन एड गर्नुपर्छ है त। हजुर। म अहिले पनि जेएस र पाइथनको डेटा टाइपमा कन्फ्युज हुन्छु। हो यो अब सिमिलर सिमिलर हुन्छ कन्फ्युज भयो भने चाहिँ यो कन्फ्युज भयो भने चाहिँ गुगल गर्नु पर्यो है त। फरकै परेर हेर्न पाइयो है त। सो सिमिलर ल्याङ्ग्वेज अनुसार छुट्टै छुट्टै भइरहेको हुन्छ त्यही भएर अलिक कन्फ्युज भयो भने हुन्छ। यो कुराहरू भयो है त। सो अब
सो म यहाँ के भनेर त भन्दाखेरि चाहिँ जसरी मैले एउटा भेरिएबल के गरेँ यहाँ डिक्लेयर गरेछु अब म यसलाई के गर्छु एक्स भन्नु भएको छ कन्ट्रोल भी गरेँ अनि यहाँ म के गर्छु टाइप अफ के आउँछ होला यसको टाइप एक्सको अनडिफाइन्ड या नल आउने हजुर अनडिफाइन्ड या त नल आउँछ होला। अनडिफाइन्ड आयो अनडिफाइन्ड कुन केसमा आउँछ भन्दाखेरि चाहिँ हामीले भेरिएबल डिटेल दिँदै गरेछौँ र कुनै भ्याल्यु असाइन गरेको छैन त्यो केसमा के आउँछ अनडिफाइन्ड भनेर आउँछ क्या है ल सो अब एउटा नल भन्ने पनि हुन्छ हामीसँग सो नल भनेको खासमा एउटा भ्याल्यु हो क्या है सो यो नर्मल अनडिफाइन्ड हजुर नर्मल भन्नुभएको हजुरले? के भन्यो कुन डेटा टाइपको नाम भन्नु? नल नल नल। एनिमल सो एउटा यो भनेको एउटा भ्याल्यु भन्न सकिन्छ है एउटा भ्याल्यु हो यो भने नल भने प्रिमिटिभ भ्याल्यु है इन्टरनेसनल अप्सन्स हामीलाई कुनै भेरिएबल बनाएर भ्याल्यु हामीलाई सेन्ड गर्नु छैन भने चाहिँ हामी त्यो गर्न सक्छौँ है त नल राख्न सक्छौँ सो यहाँ अनडिफाइन्ड आएको नि त डिफल्टमा के नराख्यो भने सो यसलाई योदेखि बाँच्नलाई हामीले नल राख्न सकिन्छ सपोज मैले यहाँ के गरेँ लेट वाइ इक्वल्स टु नल भन्ने चाहिँ राख्न सक्छु नल यो चाहिँ किन राख्छन् होला सर? सो अनडिफाइन्ड नआओस् भनेर हामीलाई कुनै भेरिएबलमा भ्याल्यु असाइन गर्नुपर्ने छैन अनि अनडिफाइन्ड नि चाहिएको छैन भने चाहिँ हामी के गर्नु मिल्यो नल राख्नु मिल्यो ल नलको यसको टाइप चाहिँ अब्जेक्ट देखाउँछ है त अब्जेक्ट भनेको हाम्रो के हो भन्दाखेरि चाहिँ अब्जेक्ट भनेको थाहा नि त त्यो कर्ली ब्राकेटमा लेख्ने कुराहरू सो हजुर। यसमा हामीले भ्याल्यु राख्न सक्छौँ अब्जेक्ट भनेको हामी पछि डिटेलमै पढ्छौँ हाम्रो है त अब्जेक्टमा धेरै अपरेसनहरू हुन्छन् अब्जेक्ट भनेको नन प्रिमिटिभ डेटा टाइप हो है सो त्यो हामी पछि नै पढ्नेछौँ सो ल बेसिक डेटा टाइप भनेको यही है त प्रिमिटिभमा अनडिफाइन्ड नल अनि बुलियन इन्टिजर यो बिगिन स्ट्रिङ यो भयो है त चार पाँचवटा भयो नि त सो यो भनेको बेसिक हो अरू कुराहरू छ भने तिमी हेर्न सक्छौ है सो ल सो अब यो प्रिमिटिभ भयो नन प्रिमिटिभ हेरौँ है त अब सो नन प्रिमिटिभ भनेको अब अहिले हेर्ने भन्दा पनि अब एरे भयो एउटा है सपोज एरे यसो लेखिन्छ नि त 1,5,6 यसो लेख्न सकिन्छ है त सो यसलाई म डिस्प्ले गर्छु के हो यो नन प्रिमिटिभ भनेको अब्जेक्टमै आइरहेको हुन्छ है हाम्रो डेटा टाइप चाहिँ टाइप हेर्दाखेरि चाहिँ सो यो एरे हो कन्सेप्ट टाइप हो म यसलाई डिस्प्ले गर्छु है त एरेको एलिमेन्टहरूलाई ल म एरे भनेको के हो एउटै भेरिएबल हामीले मल्टिपल भ्याल्यु स्टोर गरेको छु ए भन्ने भेरिएबलमा मल्टिपल स्टोर गऱ्यौँ 5 6 यो कुराहरू है त्यो चाहिँ कहाँ युज हुन्छ सर? सो यो हामी तिम्रो डेटाहरू स्टोर गर्न लागि हुन्छ क्या मल्टिपल डेटाहरू सो एउटै भेरिएबलमा मल्टिपल डेटा मल्टिपल अनि डिफ्रेन्ट डेटा टाइप पनि युज गर्नु पाइयो है एउटै भेरिएबलमा सो यसले मल्टिपल डेटाहरू स्टोर गर्नलाई हुँदाखेरि अब एरे भनेपछि हामी के गर्न सक्छौँ एउटा स्टुडेन्टको डेटा चाहियो भने चाहिँ के गर्न सक्छौँ एउटै भेरिएबलमा नेम भन्ने भेरिएबलमा सरी स्टुडेन्ट भन्ने भेरिएबलमा हामी के गर्न सक्छौँ स्टुडेन्टको नेम एज रोल नम्बर स्टोर गर्न सक्छौँ जसरी यो म देखाइदिन्छु तिमीलाई स्टुडेन्ट भन्ने भेरिएबल रहेछ अरे सो यहाँ के छ अब तिम्रो नेम राखेको छ अरे नेम भनेको मैले नाम राखेँ यसलाई अनि यहाँ के राखेको रहेछ अब यहाँ एज राखेको रहेछ सपोज अनि यहाँ के राखेको रहेछ र क्लास राखेको रहेछ 5 अथवा जतिसुकै भएन है त यसरी अनि स्टुडेन्ट हो कि होइन ट्रु भन्ने यसरी कुनै राखेको रहेछ कि सो यस्तो टाइपमा युज हुन सकिने हो कि यो है एउटा स्टुडेन्टको बारेमा कम्प्लिट इन्फर्मेसन दियो नि त एउटा स्टुडेन्टको डिटेल स्टोर गर्न सक्यो नि त यसले है पछि हजुर। पछि यसमै हामी लुप सुप युज गरेर यो डाटाहरू एक्सेस गर्न सक्छौँ प्रिन्ट गर्न सक्छौँ डिस्प्ले गर्न सक्छौँ है सो यो त्यो चाहिँ कुरा भयो एरेको भयो होइन? एआरएको कुराहरू भयो अब अब्जेक्ट फन छ अब्जेक्ट फन हामी अब करले त्यो कुरा चाहिँ हामी पछि नै हेर्छौँ अहिले नहेर्नु नै हुन्छ खासमा चाहिँ अब्जेक्ट भनेर सबै पढ्छौँ कि एरे भनेर पनि पढ्छौँ हो यो एरे भयो त जम्मै कुरा डिस्प्ले भयो सो अब्जेक्टलाई पनि हामीले यसरी लेख्ने गरिन्छ हामीले होइन यसरी हाम्रो यसरी लेख्ने गरिन्छ क्या जसरी नेम छ भने चाहिँ यसरी है की भ्याल्यु पेयर भन्छ क्या यो यसलाई की भन्यो यसलाई के भन्छ भ्याल्यु की भ्याल्यु पेयर भनिन्छ त्यो मैले यहाँ के गरेँ लेट ओबिजे इक्वल्स टु यसरी राखेँ ल सो म यहाँ के गर्छु कन्ट्रोल भी ओबिजे गर्छु ओबिजे ल
सो यो भनेको एउटा अब्जेक्ट भयो क्या। सो यसको टाइप अफ निकालौँ न। टाइप अफ, यो कुराहरू भयो। सो यो अब्जेक्टलाई हामीले के गर्छ भन्दाखेरि यो पनि सेम के गर्छ भन्दाखेरि चाहिँ खासमा मल्टिपल मान्छेहरूको अथवा स्टुडेन्टको केसको इक्जाम्पल लियो, मल्टिपल स्टुडेन्टको भ्याल्यु स्टोर गर्नलाई युज हुन्छ क्या है। सो हामीले एरेभित्र अब्जेक्ट पनि बनाएर सक्छौँ है। सो यो कुराहरू हामी पछि हेर्नेछौँ है त। अब्जेक्ट र एरेहरू हाम्रो टपिक छुट्टै टपिक नै छ यिनीहरूको बारेमा है। अहिले चाहिँ यो डेटा स्टोर गर्नलाई अहिले के छ हेर्नु, नेम स्टोर गरेछ, यसरी नै के स्टोर गर्न सकिन्छ, एज की भ्याल्यु पेयरमा हुन्छ क्या। सो तिमीले जेसन भन्नु छ नि त हिजो अस्ति हो, यो नेममा चाहिँ यहाँ रङ भ्याल्यु भयो सर, यसरी राख्न सक्यो हो, यो भयो। सो स्ट्रिङ भनेको हाम्रो मैले अघि भनेको थिएँ तिमीलाई क्या भन्न हो, स्ट्रिङमा हाम्रो यो कोटेसनभित्र ऱ्याप गर्छौँ है त, सिङ्गल कोटेसन अथवा हजुर डबल सर। कोटेसन हो। यदि हामीले यो नम्बर राखेछौँ यसलाई पनि कोटेसनले ऱ्याप गऱ्यो भने चाहिँ यो के हुन्छ, स्ट्रिङ नै हुन्छ स्ट्रिङ। है, नम्बर हुँदैन। त्यो डेटा कुराहरू भयो। टाइप सरी भेरिएबललाई चाहिँ हामी गर्न मिल्दैन होइन स्ट्रिङमा ऱ्याप। हजुर बुझेन मैले। भेरिएबललाई हामीहरूले स्ट्रिङमा ऱ्याप गर्न मिल्दैन होइन, त्यहाँ चाहिँ कोटेसन लगाउनु मिल्छ कि मिल्दैन? भेरिएबलमा मिल्दैन। तिमीले यहाँ नेमभित्र यो भनेको यसरी कन्ट्रोल जे हजुर यसो यहाँ यसो जस्तै कि भनेको हजुर। यो त पाउँदैन होला, यो त अनएक्सपेक्टेड स्ट्रिङ भनेर देखाएर हुन्छ, यो पाइएन है। यो भित्र चाहिँ पाइयो भने अब्जेक्टभित्र हेर त अब्जेक्टभित्र पाइन्छ। हो। सो अब्जेक्टभित्रलाई की भन्ने गरिन्छ है, की यो की भयो, यसको भ्याल्यु चाहिँ यो भयो, की भ्याल्यु पेयर भन्छ है अब्जेक्ट भनेको, की भ्याल्यु पेयर है ल। सो यो हाम्रो बेसिक कुराहरू भयो। ल यो अलिक प्र्याक्टिस गर तिमी आफै, यसो अलिक टाइप निकाल्ने प्रयास गर, अनि त्यसपछि हामी यो गर, अनि त्यसपछि म भन्छु के भन्नु भनेर। यो भयो, ल यो गर्न सक्छौ है। यहाँ चाहिँ किन हेरेर आएको सर? कहीँ पनि मैले चाहिँ टाइप सो एउटा कुरा के छ भन्दाखेरि चाहिँ टाइप अफ एरे पनि अब्जेक्ट आइरहेको हुन्छ नि त, टाइप अफ एरे पनि टाइप अब्जेक्ट, अफ अब्जेक्ट। टाइप अफ एरे पनि अब्जेक्ट आउँछ किन भन्दाखेरि चाहिँ सो जाभा स्क्रिप्टले हाम्रो एरेलाई पनि अब्जेक्टमा कन्भर्ट गरेर गरिरहेको हुन्छ कि खासमा है, बिहाइन्ड द सिन। सो हामी एरेलाई 0 देखि 1 इन्डेक्स वाइज हामीले एक्सेस गर्छौँ। सो 0 भनेको की भ्याल्यु पेयरमै जान्छ क्या, इन्डेक्स भनेको की भन्छ, अनि एरेमा भएको कुरा भ्याल्यु भन्छ। सो यो कुरा तिमीलाई म एरे पढ्नेलाई तिमीलाई थाहा हुन्छ यो कुरा चाहिँ, एरे त गरेछौ गरेछैन अहिलेसम्म, हजुर एरे भन्ने कुराहरू गरेछौ गरेछैन तिमीले। होइन सर एरे भन्ने कुरा भयो। ए ठिक छ। सो एरेलाई हामीले इन्डेक्सदेखि एक्सेस गर्छौँ है, एउटै भेरिएबलमा मल्टिपल भ्याल्यु स्टोर गर्छौँ, अनि त्यो भ्याल्युहरू एक्सेस गर्नु पऱ्यो भने चाहिँ इन्डेक्सदेखि गर्छौँ है। त्यो कुराहरू हुन्छ, यो चाहिँ म पछि भन्ने नै छु तिमीलाई।
एरे तर पढ्दाखेरि। मल्टिपल भ्याल्यु त यसरी पनि त स्टोर हुन्छ। हो तर यो एज ए एउटा स्ट्रिङ मात्र हो क्या यो भने, कम्प्लिट एउटा स्ट्रिङ मात्र भयो। तिमीलाई भनेपछि मैले नम्बर यदि 15 यदि छुट्टै निकाल्नु छ भने चाहिँ त्यो मिल्दैन हैन? यो मिल्ने भएन, मिल्न त मिल्छ तर यो गाह्रो हुने भयो। मिल्न चाहिँ हामीले मेथडहरू हुन्छ स्ट्रिङ मेथड्स, मिल्ने भयो तर यो तरिका भएन। यो एउटा स्ट्रिङ मात्र हो क्या कम्प्लिट। आदित्य कोमा 15 कमा 60 एउटा स्ट्रिङ भयो क्या, एउटा डाटा भयो। तर तिम्रो एरेमा लाग्छ भने चाहिँ के गर्छौ, एउटा कोटेसनभित्र आदित्य राख्छौ, कोटेसन क्लोज गरेर कमा गर्छौ, त्यसपछि नम्बर राख्छौ, कमा गर्छौ। है यो भनेको चाहिँ एउटै भयो। ल सो यो कुराहरू भएको छ। ल ठिक छ, बुझ्यो होइन यो कुराहरू छ, भेरिएबल टाइपहरू त्यो त्यो। बुझिसक्यो सर यति। ल सो अब हामी एक सेकेन्ड पख है के पढ्नु गर्छु। ओके जस्ट वेट। ल सो स्क्रिन सेयर भयो। के गरिरहेछु मैले, ल यो कुराहरू म एकछिन अच्छा। कमेन्ट गरिदिउँ मैले। ओके ल सो स्ट्रिङ मेथड्स भनेको के हो भन्दाखेरि चाहिँ स्ट्रिङमा एप्लाई गरिने मेथड हो कि है। सबै स्ट्रिङ भनेको हाम्रो यो के छ ल, एड्रेस भने मैले एड्रेस इक्वल्स टु मैले यहाँ के गर्छु काठमाडौँ लेख्छु। ल सो अब हामीले स्ट्रिङलाई म्यानिपुलेट गर्नु पर्यो है, यो डेटालाई के चेन्जेस ल्याउनु पर्यो, मोडिफाई गर्नु पर्यो, एक्सेस गर्नु पर्यो है, यो के फाइन्ड आउट गर्नु पर्यो भने चाहिँ हामी स्ट्रिङ मेथड युज गर्छौँ है। सपोज यसलाई जम्मैलाई क्यापिटल केसमा लानु पर्यो, लोवर केसमा लानु पर्यो है, हामीलाई के मात्र चाहियो, ए मात्र चाहियो, यस्तो यस्तो कुराहरू चाहियो भने चाहिँ स्ट्रिङ मेथड हुन्छ है, त्यो एप्लाई गर्न सकिन्छ। हामी यो जम्मै हेर्ने गर्छौँ। अब सुरुमा म के गराउँछु भन्दाखेरि चाहिँ ल यो हाम्रो हाम्रो के भयो, एउटा स्ट्रिङ भेरिएबल भयो नि त। सो म यसलाई लेट गर्छु। के सो अब यहाँ म के गर्छु हेर त, कन्सोल डट लग एड्रेस गरेँ। ल यहाँ हेर यस के आउँछ, काठमाडौँ आउँछ। अब यहाँ हेर है, सो मलाई यसको लेन्थ फाइन्ड आउट गर्नु पर्यो भने मैले के गर्न सक्छु, डट लेन्थ यसरी जिटिएच गरेर हुन्छ हेर त के आयो, लेन्थ आउने भयो काठमाडौँको 9 हो। अब यो कुन केसमा युज हुने भयो, हामीलाई पासवर्ड चेक गर्नु पर्यो अथवा कुनै क्यारेक्टर भ्यालिडेसन गर्नु पर्यो फर्म है, हाम्रो हो। लेन्थ छ कि छैन, 8वटा 9वटा भनेर युज हुने भयो है। यस्तो यस्तो केसमा हामीले युज गर्न सकिने भयो यो कुरालाई, बुझ्यो। हो सो लेन्थ भनेको खासमा प्रोपर्टी हो है, स्ट्रिङको एउटा प्रोपर्टी हो। सो यसले के रिटर्न गर्छ, कुनैको लेन्थ रिटर्न गर्छ। यहाँ कति छ 1 2 3 4 5 6 7 8 9वटा छ। सो के आयो, लेन्थ 9 आयो। अब मैले यहाँ एउटा के राखेँ, यास थपिदियो भने कति आउँछ, 10 आउँछ है, यो कुरा भयो। अब म यहाँ केही पनि लेख्दैन भने के आउँछ, 0 आयो, बुझ्यो। लेन्थ निकाल्ने भयो। ल सो अब यो कुरा भयो। सुनिरह हो। सुनिरहेको छु सर। ओके सो अब यसै गरी हामीसँग म एक सेकेन्ड है, अब कन्सोल डट लग गर्छु। सो यसमा म के गर्छु, एड्रेस डट आई थिङ्क यसलाई टु अप्पर हो कि के भन्छ है, त म ठ्याक्क नाम बिर्सेँ। यहाँ टु ओपन अप्पर केस हो क्या, एक सेकेन्ड है, पर अप्पर केस इन्जेस। सो टु अप्पर केस रहेछ है त, यो कन्फ्युज भएर हुन्छ के रहेछ, टु अप्पर। ल अब हेर त ओ काठमाडौँ जम्मैलाई क्यापिटल केसमा गरिदियो, देख्यौ। सो यो कुरा हामीले हजुर। गर्न सकिने भयो। सो यसै गरी म के गर्छु, एउटा भेरिएबल छ, सपोज यहाँ मैले के गरेँ, एलाई क्यापिटल गरेँ, यो मिक्सअप गरिदिएँ त, याद गरेँ क्यापिटल छ, यु के छ क्यापिटल छ। सो अप्पर केसमा के भयो, जम्मै अप्पर केस भयो। अब लोवर केस गऱ्यो भने चाहिँ अब इनिसियली के छ यस्तो छ भनेर सब सबैलाई लोवर केसमा जाने भयो कि टु लोवर केस गऱ्यो भने चाहिँ।
इनिसियली हाम्रो यस्तो छ अरे होइन, अप्पर केस युज गर्यो भने यस्तो भयो। यसै गरी म के हजुर गर्छु, टु लोवर केस गर्छु। लोअर केस टु लोवर केस गरेर अनि के भयो, सो ओरिजिनली यस्तो थियो, यस्तो भयो क्या, लोवर केस जम्मै स्मल लेटरमा भयो, लोवर केसमा भयो है। त्यही कुरा। सर यदि यस्तो चाहिन्छ भने कुनै एउटा स्पेसिफिक वर्ड चाहिँ कुनै एउटा स्पेसिफिक लेटर चाहिँ मलाई क्यापिटल चाहियो बाँकी सब स्मलर चाहियो भने चाहिँ के गर्ने हो? यिनलाई कुनै स्पेसिफिक लेटर भन्नाले कस्तो स्पेसिफिक? जस्तै कि मलाई टिम मात्रै क्यापिटल चाहिने हो बाँकी सब स्मल चाहिने भने चाहिँ अब यसको लागि डिफ्रेन्ट मेथडहरू अप्लाई गर्न सकिन्छ। यो हामी हेरौँला, म यस्तो क्वेसन तिमीलाई दिउँला। यसको लागि हामीले अरू मेथडहरू पनि हुन्छ, स्ट्रिङ मेथड। सो त्यसलाई सर्च गर्नुपर्ने हुन्छ, इन्डेक्सिङ फाइन्ड गर्नुपर्ने हुन्छ, कुनैले पर्टिकुलर एलिमेन्ट चाहियो भने चाहिँ है। ए म तिमीलाई एउटा इम्पोर्टेन्ट कुरा त बिर्सेँ जस्तो लाग्यो, एक सेकेन्ड है, मेरो एकछिनलाई। लेट एड्रेस, सपोज मैले के गर्छु, नेम गरेँ इक्वल्स टु, सो स्ट्रिङ भनेको कम्बिनेसन अफ क्यारेक्टर्स हो है। स्ट्रिङ भनेको कम्बिनेसन अफ क्यारेक्टर हो। एडिआइटी एडिट त छ होइन जसरी, ल यहाँ हेर। यसमा हुन्छ कि हुँदैन, कन्ट्रोल भी नेम लक्षण आदित्य आयो नि त। त्यो स्ट्रिङ भनेको कम्बिनेसन अफ क्यारेक्टर्स हो। म यहाँ जिरो लेख्यो भने के आयो, ए आयो, एउटा क्यारेक्टर आयो नि त। सो हाम्रो क्यारेक्टरहरू जिरोदेखि स्टार्ट हुन्छ क्या, काउन्टिङ के क्यारेक्टर यो यसरी 0 1 2 3 4 5 यसरी स्टार्ट हुन्छ है काउन्टिङ। यो इन्डेक्स भन्छ कि यसलाई, इन्डेक्स। इन्डेक्स हाम्रो कहाँदेखि स्टार्ट हुन्छ, सधैँ जिरोदेखि हुन्छ। यो जिरो इन्डेक्समा छ क्या। नेम भन्ने भेरिएबलको जिरो इन्डेक्समा के छ, ए छ। मैले गरेँ नि त, नेम भन्ने भेरिएबलको यसरी जिरो इन्डेक्स यसरी लेख्छ, जिरो इन्डेक्समा के छ, ए छ। सो यहाँ के प्रिन्ट भयो, ए प्रिन्ट भयो। सो यसै गरी नेम भन्ने भेरिएबलको फर्स्ट इन्डेक्समा के छ, के भयो एक्चुअली, वान इन्डेक्समा के छ, वानमा डी छ। डी सो यहाँ के आयो त, डी आयो। सो अब यसै गरी आई छ, आई आयो। ए मैले आई होइन के हो, 2 3 4 जति लेखिनु भयो त, 5 लेखेँ के आयो, ए आयो। फेरि 8 लेख्यो भने के आयो, अनडिफाइन्ड आयो। किन अनडिफाइन्ड आयो, छैन नि त यो, 8सम्म त छैन। कहाँसम्म छ, 0 1 2 3 4 5सम्म मात्र छ। त्योभन्दा बढी लेख्यो भने के आयो, अनडिफाइन्ड आयो है। सपोज मलाई अब यहाँ हेर, मलाई कहाँ गयो, मलाई यो टी मात्र क्यापिटल चाहियो भने म के गर्न सक्छु, एड्रेस। सपोज मलाई यो टीमा छ 4, यसलाई यसो गऱ्यो भने के भयो, एउटा लोवर केस भयो। यसलाई लोवर केस गर्दै है त। सपोज मलाई एउटा क्यारेक्टरलाई क्यापिटल चाहियो भने चाहिँ म यहाँ के गरेँ, 6 गरेँ, त्यो क्यापिटल हुने भयो। एन क्यापिटल मात्र भयो नि त, काठमाडौँको एन क्यापिटल भयो है। यो काठमाडौँको एम क्यापिटल भयो, किनकि फोर्थ इन्डेक्स गरेँ मैले। सो इन्डेक्सिङ स्ट्रिङ भनेको के रहेछ, कम्बिनेसन क्यारेक्टर रहेछ भन्ने कुरा बुझ्नु पर्यो हामीले। सो यो इन्डेक्सिङ भन्छ, इन्डेक्सिङ सधैँ जिरोदेखि स्टार्ट हुन्छ है। सो यसमा हजुर कन्फ्युजन छ, छैन सर ल ठिक छ, त्यो कुराहरू भयो। सो अप्पर भयो, लोवर भयो होइन। अब अर्को एउटा मेथड छ, म तिमीलाई मेथड त थुप्रै छ हामीसँग ल। सो अब एउटा अर्को मेथड म तिमीलाई भन्छु ल, अब यहाँ हेर है त। सो अब यहाँ के चाहिँ गर्न सकिन्छ भन्दाखेरि चाहिँ ल मैले एउटा भेरिएबल बनाएँ, लेट क्यारेक्टर क्यार गरेँ, चाहिँ यार भने क्यारेक्टर, एउटा क्यारेक्टर चाहियो भने मलाई टेक्स्ट ए कन्ट्रोल जेड। सो हाम्रो कहाँ छ, नेम भन्ने भेरिएबल, नेम डट क्यार, क्यार एड भन्ने छ, क्यारेक्टर एड भन्न खोजेको क्या, क्यारेक्टर एड 0। हाम्रो 0मा कुन क्यारेक्टर छ भन्न खोजेको। सो यहाँ म कन्सोल डट लग नै गर्छु, कन्सोल डट लग। अब नेम भन्नेको 0th क्यारेक्टर कुन हो, एन ए हो। त्यो नेम भनेको यो भेरिएबल भन्न खोजेँ कि मैले, नेम यो भेरिएबलको के हो, ए हो है। अनि ओ भनेको कति हो, वाइ हो है। अनि हाम्रो 6 भनेको कति हो,
याम हो याम कसरी आयो केयर एट 601 ल यो चाहिँ हेरौँ ल है। ए यो आएन माथिको योमा आएको है 6मा कुनै छैन नि त त्यही भएर केही पनि आएन है बुझ्यो म त याम कसरी आयो भन्नु त्यसो सोधिरहेको अनडिफाइन्ड हुनुपर्ने होइन सर? अनडिफाइन्ड यसको केसमा नआउँदो रहेछ है अब यो कन्फ्युजिङ कुरा हुन्छ माथिको केसमा आउँदो रहेछ यसमा नआउँदो रहेछ किनकि यहाँ हामीले के छ भन्न खोजेको होइन केही पनि छैन रहेछ नेम डट क्यारेट यो क्यारेक्टरमा के छ भन्न खोजेको कि कुन छ कुनै पनि छैन भन्नु सो यहाँ हामीले के गर्न खोजेको यहाँ चाहियो भने के हामीले निकाल्नै खोजेको यहाँनिर है अब यहाँ निकाल्नै खोजेको नेम भित्रको एड चाहियो भने त्यो चाहियो भनेपछि त के छ अनडिफाइन्ड छ सो यहाँ के छ भने क्यारेक्टर एड यसमा के क्यारेक्टर छ भन्न खोजेको कि कुन क्यारेक्टर छ कुनै पनि छैन त्यही भएर कुनै पनि आएन कि यसको केसमा त्यही भएर के आएन? हो त्यही भन्नु खोजेँ होइन यो कुराहरू भयो सो यो कुरा भयो बुझ्यौ बुझेँ सर। ल मैले तिमीलाई कोड पठाइदिन्छु कन्ट्रोल सी गरेर यो तिमी पेस्ट गर सेभ गरेर हेर ओके कल मेसेज अनि यहाँ चाहिँ मैले पठाइदिएँ तिमीलाई है सो ल सो यो पेज टेस्ट गरेर हेर सो यसलाई नै प्र्याक्टिस गर यस्तो यस्तै कुराहरू प्र्याक्टिस गर्दै गर अनि भोलि चाहिँ अरूहरू हेर्दै जान्छौँ है त आजलाई हामी यति नै गर्छौँ